यत्रो बिमार हुनुभएको छ, हामीसँग दबाई गर्ने औषधि उपचार गर्ने पैसा छैन। सबैजनालाई सहयोगको माग गर्दछु। पैसा भन्दा पनि ठुलो त मेरो माया छ श्रीमानलाई, तर मेरो मायाले श्रीमानको उपचार नहुँदो रहेछ। मायाबाट त उपचारै भएन, जति सक्दो थियो हामीले गर्यौँ। श्रीमान र मैले मिलेर आफूसँग भएको सबै पैसाले औषधि उपचार गऱ्यौँ, तर अब 9 लाख 10 लाख भनेपछि त हामीले हार खायौँ। उपचार गर्न हामीसँग आँटै आएन, त्यही भएर हामीले 1.5 महिनासम्म हामी यत्तिकै बस्यौँ। सबैले सहयोग गरिदिनु होला, मेरो सिउँदोको सिन्दुर सधैँभरि नमेटियोस्। मेरो 2टा छोरी छ, म छु। सधैँभरि मेरो श्रीमान मेरो साथमा यसरी देखिरहन पाऊँ। दर्शकवृन्द, हल्दीबारी गाउँपालिका वडा नम्बर 2 काजली बस्ती निवासी 34 वर्षीय प्रकाश विश्वकर्मा अहिले जीवनको सबैभन्दा कठिन मोडमा पुगेका छन्। आफ्नो परिवारको एकमात्र सहारा प्रकाशको घरमा वृद्ध तथा बिरामी आमा श्रीमती हेमकुमारी विश्वकर्मा र 2 साना छोरीहरू छन्, जो हाल हल्दीबारी माध्यमिक विद्यालयमा अध्ययनरत छन्। दिनरात ज्याला मजदुरी गरेर आफ्नो पसिनाको कमाईबाट परिवारको गुजारा चलाउँदै आएका प्रकाशको जीवनमा सानैदेखि दुःख, अभाव र सङ्घर्ष थियो। उनले जहिल्यै पनि आफ्नो सपना भन्दा परिवारको पेट, छोरीहरूको पढाइ र आमाको उपचारलाई सधैँ प्राथमिकतामा राखे। उनको जीवनमा कठिनाइहरू जति नै आए पनि उनले कहिले हार मानेनन्, तर नियतिले भने उनलाई बारम्बार परीक्षा लिइरहेको छ। केही समय अघि मात्र उनको श्रीमतीको आँखामा प्यारालाइसिस भएको थियो। उनले आफ्नो श्रीमतीको उपचार त गराउन सके, तर त्यसको चिन्ता सकिन नपाउँदै घरमै लडेर उनकी वृद्ध आमा घाइते हुनुभयो। घरको सम्पूर्ण जिम्मेवारी, बिरामी परिवारको पीडा र आर्थिक अभाव बीच पनि प्रकाशले कहिले हिम्मत हारेनन्। उनले सधैँ हिम्मत जुटाएर सङ्घर्ष जारी राखे। यतिकैमा केही महिना अघि उनको घुँडामा साह्रै पीडा सुरु भयो। सुरुका दिनहरूमा कामको थकानले होला भनेर उनले त्यति ध्यान दिएनन्, तर दिन प्रतिदिन घुँडामा डल्लो जस्तो बढ्दै गयो, पीडा झन्झन चर्किँदै गयो। अवस्था गम्भीर बन्दै गएपछि उनले भद्रपुर स्थित प्रादेशिक अस्पताल मेचीमा जाँच गराए। त्यहाँ उपचार सम्भव नभएपछि नजिकैको ओम साई पाथिभरा अस्पतालमा पुगे। त्यहाँबाट पनि उनी थप उपचारका लागि घोपा अस्पताल पुगे र त्यहाँबाट उनी सिधै भरतपुर क्यान्सर अस्पतालमा रिफर भए। अन्ततः परीक्षणपछि थाहा भयो प्रकाशलाई घुँडाको क्यान्सर रहेछ भने। यो खबर उनको परिवारमा वज्रपात झै खस्यो। उपचारकै क्रममा उनको घर जग्गा समेत ब्याङ्कमा धितो राखिएको छ। आफन्त, इष्टमित्र र चिने जानेकासँग सकेसम्म ऋण लिएर उपचार चलाइएको छ। उनकी श्रीमतीले पनि सकेसम्म माइतीबाट सक्दो सहयोग जुटाएकी छिन्, तर अब उनको परिवारसँग बेच्ने, धितो राख्ने वा माग्ने कुनै बाटो बाँकी रहेन। डाक्टरका अनुसार प्रकाशको घुँडा काटेर कृत्रिम घुँडा प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। समयमै उपचार गर्न सकियो भने उनको खुट्टा जोगिन सक्छ, तर आवश्यक रकम जुट्न नसके खुट्टा नै काट्नुपर्ने बाध्यता आउन सक्छ। यदि उपचारमा ढिलाइ भयो भने रोग शरीरका अन्य भागमा फैलिन सक्ने र ज्यान समेत जोखिममा पर्न सक्ने चिकित्सकले बताएका छन्। आज प्रकाश जीवनसँग लडिरहेका छन्। 2 साना छोरीहरू बाबाको प्रतीक्षामा छन्। वृद्ध आमा छोराको पीडाले विकल हुनुहुन्छ। श्रीमती निराश आँखाले सहयोगको आशा गरिरहेकी छिन्। एउटा परिवारको सपना, साहस र भविष्य आज सङ्कटमा परेको छ। त्यसैले देश तथा विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूसँग प्रकाश विश्वकर्मा र उनको सिङ्गो परिवार सहयोगको लागि हार गुहार गरिरहेका छन्। तपाईँ हाम्रो एउटा सानो सहयोगले एउटा बुबाको खुट्टा जोगिन सक्छ, 2 छोरीहरूको भविष्य बचाउन सक्छ, वृद्ध आमाको सहारा टिकाइराख्न सक्छ र एउटा परिवारको उज्यालो फेरि फर्किन सक्छ। यो चाहिँ अब समस्या चाहिँ पहिले अब यो सानो काम गर्दा गर्दै फोका निक्ल्यो। फोका निक्लिँदाखेरि अनि त्यसलाई हस्पिटलदेखि धेरै ठाउँमा धाउँदाखेरि बाप भने कसैले
टिमर पलाएको भन्नुभयो। हजुर त्यसको लागि उपचार गर्नुलाई म दौडिराखेँ, कुदिराखेँ, कुद्दा कुदै पछि अनि धेरै ठाउँ देखाउँदा खुट्टा एकदम दुख्ने, काम गर्न नसक्ने त्यो अवस्था हुँदा अनि मलाई गाउँकैले भन्नुभयो कि एकचोटि भरतपुर गएर देखाउनु भन्नुभयो र भरतपुरमा गएर चेक गराउँदाखेरि अनि यो रोग पत्ता लाग्यो, गोडाको क्यान्सर भन्नुभयो। डक्टरले यसको उपचार हुन्छ, यसको उपचारको लागि चाहिँ रकम अलि धेरै लाग्ने भएर अनि अहिले हामी फर्केर घरमै आएको छौँ। अनि यसको लागि चाहिँ अब स्टिलको खुट्टा हाल्नुपर्ने, यो काटेर यो यहाँदेखिको लिएर यहाँसम्म काटेर चाहिँ यसमा स्टिल फिट गर्नुपर्ने भयो। त्यसमा त्यहाँदेखि अहिले खर्चै नभएर चाहिँ बस्यो। यो गोले आँखलाको यो सबै हड्डी नै निकालेर नयाँ यहाँदेखि लिएर यहाँसम्म चाहिँ पुरै हड्डी नै हालेर फलमको लाउनु पर्ने, हजुर त्यो भन्नुभएको छ। अनि तपाईँहरूले त्यहाँनिर चाहिँ आर्थिक अवस्थाको चाहिँ नसकिने कुरा गर्दा के कुरा आयो हस्पिटलबाट? उहाँ चाहिँ अब हस्पिटलमा चाहिँ के कुरा गर्नुभयो भने नसक्दाखेरि भनेको तपाईँहरू अब पैसाहरू तपाईँले यति जुटाउन सक्नुहुन्छ भने यो महिनाभरिसम्म जुटाउन सक्नुहुन्छ भने तपाईँको यो खुट्टालाई स्टिल हाल्न सकिन्छ होइन, यति खर्च लाग्छ। सक्नुहुन्न भने तपाईँले यो खुट्टा काट्दा पनि हुन्छ, त्यसमा चाहिँ तपाईँलाई 2-2.5 लाख रुपियाँमा यो खुट्टा काट्न सकिन्छ भन्नुभयो। घरमा अगाडि यो रोग लाग्नुभन्दा घर अगाडि म यस्तै गाउँठाउँतिर लेबर काम गर्दै हिँड्थेँ, गाउँमै खेती किसानको काम गर्दै। अब जसले बोलाउनुहुन्छ उहाँहरूकै घरमा काम गर्दै हिँड्ने, घरमा श्रीमती र 2टा बालबच्चालाई त्यही मेरै कमाइबाट पढाउने खुवाउने। त्यसमा मेरो डाक्टर साहबले के भन्यो, खुट्टा हड्डी जो फेरिसकेपछि पनि खुट्टा थोरै छोटो हुने भयो, हजुर होइन, पहिले जस्तो ठुलो नहुने भयो, छोटो हुने भयो। त्यही भएर अब पहिले जस्तो म दह्रो, पहिले जस्तो अब भारी बोकेर हिँड्ने, अब पहिले जस्तो अब हिलो गप्छामा काम गर्न गाडी घोडामा नसक्नेको अवस्था पुग्ने भएँ म। मैले अब यो चाहिँ कसरी जुटाउनु भन्दाखेरि भन्दा पनि अब आफ्नो रकम आफूसँग छैन त्यत्रो पैसा, र देश विदेश बस्नुभएको सम्पूर्ण मेरो साथीभाइहरू, दाजु दिदी हजुरहरू सबैलाई सम्झेर चाहिँ मैले मिडिया बोलाएर यसरी भिडियो गरेर हजुरहरूको माझमा पुगोस् भनेर चाहिँ गरेर खोजेको। अवस्था नै नभएर मैले यसरी बोलाएको। यो अहिले घर जग्गा तपाईँकै हो, तपाईँकै नाममा छ कि के छ स्थिति यो अहिले हामीले देखिरहेको? मेरो नाममा पनि छैन, मलाई ससुरालीबाट सबैले सहयोग गरेर बसाउनु भएको हो। म योभन्दा 10 वर्ष अगाडिदेखि कोठा भाडामा बस्थेँ, अनि अहिले मलाई ससुरालीबाट सबैले सहयोग गरेर मलाई यो जग्गा लिएर बस्न दिनुभएको, र पनि यो जग्गा पनि अहिले पनि लोनमा छ। यही मैले 2-3 लाख रुपियाँमा राखेर मैले दबाई गर्दै हिँड्दा त्यत्रो पैसा सकेर अहिले रोग पत्ता लागिसकेपछि बिएमसीले अब यतिसम्म खर्च 7देखि लिएर 8 लाखदेखि लिएर 10 लाखमा तपाईँको यो खुट्टा कम्प्लिट हुन्छ, पहिलेको जस्तै हुनसक्छ, तर भारी बोक्न चाहिँ सक्नुहुन्न। अब त्यति रकम ल्याउन सक्नुभयो भने तपाईँको उपचार हामी गर्न सक्छौँ, तर यो चाँडोभन्दा चाँडै गर्नुहोस्, नत्र भने तपाईँको धेरै फैलिन सक्छ, पछि खुट्टै काट्नुपर्छ होइन। अब यत्रो रकम निकाल्न सक्नुहुन्न भने खुट्टा काट्नुहोस्, र पनि 2-2.5 लाख रुपियाँ तपाईँलाई लाग्छ भन्ने।